हेलो साथीहरू, आज म तपाईहरुलाई डिम्याट र मेरो शेयर अनलाइनबाट कसरी रिन्यू गर्ने भनेर सिकाउने छु। यदि तपाईको मेरो शेयर एप ओपन गर्दा यस्तै देखाउँछ भने कसरी यसलाई रिन्यू गर्ने भनेर सिकाउने छु। यदि हामीले असार मसन्त भन्दा अगाडि नै डिम्याट अकाउन्ट रिन्यू गरेको छैनौं भने यस्तो देखाउने गर्छ र त्यसैले गर्दा असार मसन्त अगाडि नै हामीले मेरो शेयर र डिम्याट अकाउन्ट रिन्यू गर्नुपर्ने हुन्छ। आउनुस् अब भिडियो स्टार्ट गरौँ। सबैभन्दा पहिले हामीले मेरो शेयर एप ओपन गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँनेर आफ्नो युजर नेम र पासवर्ड हालेर लगइन गर्ने। मैले चाहिँ फिंगरप्रिन्टबाट लगइन गरेको छु। अब यहाँनेर होम वाला आइकनमा क्लिक गर्ने अनि माथि रहेको सानो लोगो जस्तोमा क्लिक गर्ने। यहाँनेर चाहिँ तपाईको अब देखाइरहेको हुन्छ रिन्यू कहिले एक्सपायरी हुने कहिले रिन्यू भएको भनेर देखाइरहेको हुन्छ। यहाँनेर चाहिँ हामीले सिम्पली यो रिन्यू अकाउन्ट लेखेकोमा क्लिक गर्नुपर्ने हुन्छ। जस्तै म क्लिक गर्दैछु। अब यहाँनेर चाहिँ तपाईहरुलाई धेरैवटा मेथडहरु दिएको हुन्छ पेमेन्टको लागि। जस्तो कुनै पनि लिन सक्नुहुन्छ तपाईले जुन तपाईसँग छ। मैले ई सेवा सिलेक्ट गरेको छु। यहाँनेर चाहिँ तपाईको मेरो शेयर डिम्याट कुन एक्सपायर हुन आँटेको त्यो हेर्नुपर्ने हुन्छ। मेरो चाहिँ भर्खरै मैले रिन्यू गरेको छु र मैले चाहिँ भिडियो बनाउनको लागि मैले यो गरेको र हेर्न सक्नुहुन्छ। अब तपाईको जस्तै मेरो शेयर एक्सपायर भएको छ भने मेरो शेयरलाई मात्र सिलेक्ट गर्ने। जो डिम्याट छ भने डिम्याटलाई मात्र सिलेक्ट गर्ने। यदि दुवै एक्सपायर छ भने दुवैमा सिलेक्ट गर्ने मेरो शेयर एन्ड डिम्याट। अनि यहाँनिर चाहिँ वर्ष सिलेक्ट गर्नुपर्ने हुन्छ कति वर्षको गर्ने भनेर हुन्छ। जस्तै यहाँ मेरो चाहिँ मैले 1 वर्ष सिलेक्ट गरेर नेक्स्ट गर्दिए। यहाँनिर डिम्याटको पनि वर्ष सिलेक्ट गर्न सकिन्छ। डिम्याटको जस्तै 1 वर्षको मात्रै गर्दा राम्रो र असार मसन्त भन्दा अगाडि यसलाई रिन्यू गर्नुपर्ने हुन्छ। त्यसमा सिलेक्ट गरेर प्रोसिड क्लिक गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ आफ्नो ई सेवा आइडी र पासवर्ड लगइन गर्नु भनेर भनिरहेको हुन्छ। यहाँनिर चाहिँ अब आफ्नो ई सेवा आइडी र पासवर्ड हाल्नुपर्ने हुन्छ। जस्तै म चाहिँ आफ्नो आइडी पासवर्ड हालिरहेको छु। तपाईहरु पनि आफ्नो आइडी र पासवर्ड हालेर लगइन गर्दिनु यसमा। लगइन गरिसकेपछि चाहिँ यसरी आउँछ। यहाँनिर चाहिँ भनेको छ इन्टर अ भेरिफिकेसन कोड भनेर भनेको छ। तपाईको ई सेवा आइडी भएको नम्बरमा कोड आउँछ यसरी। यो कोडलाई चाहिँ यहाँनिर इन्टर गर्नुपर्ने हुन्छ। यहाँनिर कोड हालेर हामीले चाहिँ सिम्पली यसलाई भेरिफाई गर्दिनु छ। यसलाई हामीले भेरिफाई गरिसकेपछि चाहिँ यसरी देखाउँछ तपाईको आइडी को सब डिटेल्सहरु। अब यहाँनिर चाहिँ हामीले तपाईसँग प्रोमो कोड छ भने प्रोमो कोड पनि हाल्न सक्नुहुन्छ। मसँग चाहिँ प्रोमो कोड छैन। मैले चाहिँ कन्टिन्यू गर्दिए। पे भ्या ई सेवा गर्दिने। जस्तै यहाँनिर चाहिँ दुईटा अर्को पनि दिएको हुन्छ सेक्सन। मेरोमा चाहिँ ब्यालेन्स छैन किनकि मैले चाहिँ रिन्यू अलरेडी गरिसकेको छु। यहाँनिर तपाईहरुको चाहिँ पेमेन्ट डन भनेर देखाउने छ र तपाईहरुको चाहिँ मेरो शेयर र डिम्याट 1 वर्षको लागि रिन्यू हुनेछ। यदि आजको भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई क्लिक गर्न नभुल्नु होला।